यदि तपाईँ वीरगन्जबाट हुनुहुन्छ होइन अनि वीरगन्जको फार्मेसीमा जानुहुन्छ भने त्यो फार्मेसीको केही कोड वर्डहरू तपाईँले बुझ्नै पर्ने हुन्छ यदि वीरगन्जबाट हुनुहुन्छ भने होइन। म पनि वीरगन्जबाटै हो अनि मैले पनि फार्मेसीमा 1 वर्ष जति काम गरेको छु होइन। त्यही भएर मलाई थाहा छ। एक दिन एउटा मान्छे आयो अनि मलाई भन्यो कि पट्टी दिन भनेर। अनि मलाई लाग्यो कि ब्यान्डेजलाई पट्टी नै हो होइन अभियसली। अनि मैले ब्यान्डेज निकालेर दिएँ अनि मैले चाहिँ होइन पट्टी दिन पट्टी। मलाई लाग्यो कति मान्छेहरूले ह्यान्डी प्लसलाई पनि पट्टी भन्छ कि भनेर ह्यान्डी प्लस निकालेर दिएँ। अरे यार पट्टी दिन पट्टी भनेको छ। अब पट्टी भनेको के हो भनेर मैले दाइलाई फोन गरेँ। दाइ हेर्नु न यो अघिदेखि पट्टी पट्टी भनिरहेछ। मैले ब्यान्डेज पनि निकालेर दिएँ ह्यान्डी प्लस पनि निकालेर दिएँ अनि होइन भनिरहेछ। अनि दाइले मलाई भन्नुभयो कि प्याडलाई पट्टी भन्छ बाबु भनेर। त हाम्रोमा प्याड भन्दैन, हाम्रोमा भन्छ पट्टी दिन। हाम्रोमा फ्र्याक्सन हुँदैन, हाम्रोमा हुन्छ कि पिआरका दबाई दिन पिआरका दबाई। ठिक छ, हाम्रोमा पिआरका दबाई हुन्छ। अनि अर्को कुरा के भन्दाखेरि चिलाउनेलाई हाम्रोमा दिनाइ हुन्छ। मुखमा घाउ भइहाल्छ त भन्छ निनाइ। अनि अर्को कुरा एउटा अझै के छ भन्दाखेरि जुगाको दबाई हुँदैन हाम्रोमा हुन्छ चिलको दबाई दिन चिलको दबाई।